देशमा चरम भ्रष्टाचार भयो। जताततै बेइज्जती नातावाद मौलाउँदै गयो, भ्रष्टाचार धेरै बढ्दै गयो, विकास हुन सकेन, देशले केही प्रगति गर्न सकेन भनेर आन्दोलन भएको जुन जेनजी आन्दोलनको आडमा बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालले जुन पुराना मन्त्रीहरू कोही राजीनामा दिएर गएर चुनाव पनि लडे, कोहीले जिते कोहीले हारे, तर पनि उनीहरू राजीनामा पनि दिएनन् र आफ्नो कर्तव्यनिष्ठ भएर काम गरेर यो चुनाव सफल गरे भनेर धेरैको वाइवाई पाएका, एकदमै सबैको प्रिय बनेका ओम प्रकाश अर्याल अहिले फेरि सत्ता भोगकै लागि राष्ट्रिय सभातिर राल चुहाउँदै रहेछन् र सुशीला कार्कीले पनि उहाँलाई नै मनोनित गर्नुभएको रहेछ। यो देख्दाखेरि एकदमै हास्यास्पद लाग्यो। अनि नेपालको राजनीतिमा अझै पनि यो सत्ताप्रतिको मोह जुन पुराना दलहरूको जस्तै सुशीला कार्कीले पनि यति धेरै वाहवाही बटुलेर पनि अहिले आएर यस्तो विवादास्पद कुरा गर्नुभयो भन्दा अत्यन्तै नराम्रो लागेको छ है। साथीहरू, तपाईँहरूलाई नि कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया राख्नु होला है। नयाँ सरकार गठन भइसके पछाडि नयाँ सरकारलाई पुरै ह्यान्डओभर दिएर चाहिँ सायदै जुन पहिले भनेअनुसार नै ओम प्रकाश अर्याल आफ्नो पुरानै कार्यमा फर्केका थिए भने सायदै एकदमै नेपालको राजनीतिमै उदाहरणीय व्यक्तित्व र उहाँले जतिको वाहवाही सायदै कसैले पनि पाउँदैन। किनभने उहाँ सरकै मन्त्रीहरू कति उहाँहरूले राजीनामा दिएर चुनावमा गएर चुनाव पनि लडे, तर उहाँले आफ्नो कार्यभार छोड्नु भएन। त्यो भएर पनि उहाँको धेरै दिनै वाहवाही बढ्ने थियो र यसरी सत्ता भोगमा राल चुहाउँदा उहाँ पनि एकदमै विवादको पात्र बन्नुभएको छ है।